फोटो में उठेर यसो एकछिन के भन्नै परेन अब हामी सबैलाई बधाई छ समाधानको समाधान चाहिँ दिनु दुईटा काम गर्छु तपाईँहरू मिलेर त्यो समस्याको समाधान दिनुभयो भने काम गर्नु पर्यो मैले होइन ती समस्या भन्दा मलाई दाइ आफै समाधान खोज्नु भन्नु पर्यो मैले सक्छु भने सक्छु भन्छु सक्दिनँ भने यसको समाधान मसँग छैन भनेर मैले अनेक दिन भनेको थिएँ क्या दुईटा प्रोजेक्ट चाहिँ गर्नु बल्ल त सुरु भयो समस्या हाम्रो अघि छोराले समस्या ल्याऊ छिटो रेडी हो मान्छे नचढाउ न प्लिज यो गेट कसले हल्लेर थोरै बोल्छु म काम बाँकी नै छ हाम्रो केही काम बाँकी भएर माथिबाट तिनैजना नेताहरू तल झर्न बाँकी नै हुनुहुन्छ त्यस कारणले तिनैजना गेट हल्लाइराखेको को हो यो हुन्छ दाइ कन्टिन्यू गर्नु सकेर गयो तिनैजना नेताहरू झर्न बाँकी नै भएर नेताहरूले अन्य नेताहरू पनि हुनुहुन्छ उहाँले भन्नु नै हुनेछ मैले अहिले हजुरहरूलाई एकदमै छोटकरीमा हामी अहिले असिमजीको कार्यालय भवन परिसरमा छौँ असिम र आशिष चाहिँ नेपालको फिल्म इन्डस्ट्रीमा आसिफ र असिमजी चाहिँ नेपालको फिल्म इन्डस्ट्रीमा अत्यन्तै राम्रो चलचित्र निर्माता निर्देशक अथवा उहाँहरू चाहिँ त्यो सुनिरहेको हो राजनीतिमा पनि उहाँहरूले अत्यन्तै राम्रो निर्देशन गर्नुभयो मैले उहाँहरूलाई धन्यवाद बाँकी कुरा सबै लिखित रूपमा विज्ञप्तिमा गइसकेको छ हामी नयाँ एउटा नेपाली जनताको आशा नेपाली जनताको चाहना अनुसारको एउटा सुरुवात गरेका छौँ नेपाल अब तपाईँ हामीले अहिलेसम्म देखेको जस्तो नेपाल रहनु हुँदैन राष्ट्र राष्ट्रियता जनजीविकाको विषयमा सुशासन कायम गर्ने विषयमा भ्रष्टाचार अन्त्य गर्ने विषयमा जनताका हितमा काम गर्नुपर्ने डेभलपमेन्ट र डेलिभरीको विषयमा हामीले अब पर्खिन ढिला भइसकेको छ त्यसकारणले हामीले अब यही पुस्ताले यी तीनजना नेताहरू आज जनताको आँखामा नागरिक नेपाली जनताको आँखामा स्वदेशमा बस्ने मात्रै होइन संसारभरि रहनुहुने नेपालीहरूको आँखामा तीनजना नेताहरू सँगै अगाडि बढेर देशले समृद्ध देश बन्योस् नागरिकहरूको जीवनमा हाँसो आओस् देशमा सुशासन कायम होस् देशबाट भ्रष्टाचारको अन्त्य होस् भन्ने जुन चाहना थियो त्यही चाहनाको लागि त्यसलाई पूरा गर्नको लागि तीनजना नेताहरू एक ठाउँमा आउनु भएको छ यसले साँच्चै नै नेपालको अबको भविष्य निर्माणमा नेपाली जनताको अबको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने हामीले आशा लिएका छौँ मैले यहाँहरूसँग यति नै भने बाँकी माथिबाट नेताहरू झरेपछि उहाँहरूले कुरा गर्नुहुन्छ धन्यवाद सहमतिको थोरै पर्दिन पत्र फेरो यो आवाज यो कसको